राति अब 10:45 देखिको पोर्चुगल भर्सेस डिआर कङ्गोको म्याच थियो। कसैले एक्सपेक्ट चाहिँ गरेको थिएन होइन ड्र हुन्छ भनेर। रोनाल्डोले गर्दा जित्छ, पोर्चुगलले जित्छ भन्ने मात्रै एक्सपेक्ट भइरहेको थियो। तर 5 मिनटमा गोल लाउँदा कस्तो जित्छ होला जस्तो लागिरहेको थियो मलाई नि। तर अनएक्सपेक्टेड हुँदो रहेछ, ड्र भयो। तर केही छैन, हार नमान। पोर्चुगल फ्यान्सहरू पनि अलिकति स्ट्रङ हो। त्यही हो, अब कसैले कसैलाई नराम्रो भन्नु हुँदैन, सबै इक्वलै हो जस्तो लाग्छ मलाई चाहिँ। र अब म्याच हारेको छैन, ड्र मात्रै भएको हो। फेरि पनि खेलिहाल्छ नि, किन चिन्ता मान्नु। ठिकठाक यसो स्कोर गरेर हेरिरहन्छु। मात्र पोर्चुगललाई गोल हानेको मात्रै छ। मलाई चाहिँ के लाग्छ भने, म अर्जेन्टिनाको नै फ्यान भए पनि अलिकति हुन्छ नि लाइक दिस। अब आफूलाई चाहिँ राम्रो देखाइँदैन क्या। अब अरूको पनि यसो किन होला नराम्रो भन्नु। तर एउटै हो, हामी नेपाली नै हो नि त। नेपाली किन झगडा गर्ने होइन। त्यही भएर अब अझै छ म्याच है। अब यस्तै छ, हेर्नुपर्छ, सकेको कुरा गर्ने हो। सपोर्ट गर्ने भन्नेमा ज्यानै फाल्ने त होइन नि त। आफूले सकेको यसो हल्का सपोर्ट गर्ने हो। त्यस्तै हो, अब धेरै कुरा त गर्न